नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास रियाद र नेपाली समाज साउदी अरब शाखाको सहकार्यमा यही आउने महिना फेब्रुअरी 6 तारिक शुक्रबारको दिन राजधानी नवीकरण घुम्ती शिविर शाखाका अल्जोफमा सञ्चालन हुन गइरहेको यहाँ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराउँछु। आजको मिति 18 जनवरीको मितिबाटै तपाईको अनलाइन फारमहरु खुला गरिसक्नु भएको छ सरहरूले। यो शाखाका आसपासमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आरआर आसपास, जलामित आसपास, तुरेब आसपास, रफा आसपास, तपरजल आसपास, अलगुरियात आसपासमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहजतालाई मध्यनजर गर्दै फेब्रुअरी 6 तारिकको पासपोर्ट राजधानी नवीकरण घुम्ती शिविर सञ्चालन हुन गइरहेको छ शाखाका अल्जोफमा। तपाईहरुले अनलाइन फारमहरु भरेर आफ्नो सिट सुरक्षित राख्न पनि म विनम्र अनुरोध गर्दछु। अनि पासपोर्ट नवीकरणको लागि अनलाइन फारम भर्ने बेला तपाईहरुले सबै डिटेलहरु लेखेर ठिक्क बनाएर अगाडि राख्नुस्। अनि पासपोर्टको 3 नम्बरको पेजको सफा फोटो, 31 नम्बर पेजको सफा फोटो, नेपाली नागरिकताको अगाडिको भागको पछाडि भागको सफा फोटो ठिक्क तयारी बनाएर राखेर अनि त्यसपछि तपाई फारम भर्दै जानुस्। जे कुराहरु माग्छ त्यति कुराहरु भर्दै जानुस्। अनि भर्दै जाने बेला तपाईको लास्टमा तपाईको पासपोर्टको 3 नम्बर पेजको फोटो माग्छ अपलोड गर्नुस्। 31 नम्बर पेजको फोटो माग्छ अपलोड गर्नुस्। नेपाली नागरिकताको अगाडिको भागको फोटो माग्छ अपलोड गर्नुस्। पछाडिको भागको फोटो माग्छ अपलोड गर्नुस्। राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ भने त्यो राष्ट्रिय परिचय पत्रको नम्बर पनि राख्नु होला। अनि तपाईको सबै ठिक्क बनाएर भर्नु बस्नुभयो भने तपाईलाई चाहिँ झन्झट नहोला, सजिलो तरिकाले भर्नु होला। राम्रो तरिकाले विधिवत तरिकाले सबै कुराहरु प्रक्रिया पुर्याएर राम्रोसँग भर्नुभयो भने तपाईलाई चाहिँ सजिलो हुनेछ। पासपोर्ट बनाउन आउने बेला चाहिँ तपाईले फारम भरिसकेपछि त्यो फारम भरेको प्रिन्ट आउट निकालेर त्यो एउटा पेपर, त्यसपछि पासपोर्टको 3 नम्बर पेज, 31 नम्बर पेजको सफा फोटोकपी, अनि तपाईको नेपाली नागरिकताको अगाडि पछाडिको भागको सफा फोटोकपी सहित ओरिजिनल पासपोर्ट लिएर तपाई चाहिँ त्यहाँ बायोमेट्रिक दिन पासपोर्ट शिविर सञ्चालन हुने ठाउँमा आउनु पर्नेछ। तपाईको 34 पेजको भर्नुभयो भने तपाईलाई 200 रुपैयाँ लाग्छ। 66 पेजको भर्नुभयो भने 400 रुपैयाँ लाग्छ। अब पासपोर्ट तपाईको च्यातिएको हराएको छ भने तपाईको 34 पेजको लागि 300 रुपैयाँ लाग्नेछ। अनि 66 पेजको भर्नुभयो भने तपाईको 600 रुपैयाँ लाग्नेछ। अनि तपाईको च्यातिएको हराएको पासपोर्ट छ भने नेपाली नागरिकताको फोटोकपीहरु अथवा पुरानो पासपोर्टको फोटोकपीहरु लिएर आउनुपर्ने छ। कम्पनीलाई एउटा लेटर लेखेर पनि ल्याएर आउनु भने सजिलो हुन्छ। तपाईको फेब्रुअरी 6 तारिक बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म शिविर सञ्चालन हुनेछ। तपाईहरु सबैजनाले यो सूचना चाहिँ सबै सामु पुर्याउने, शेयर गर्ने, खबर गर्ने, प्रचार प्रसार गर्नु होला। विगतका दिनहरुमा कतिपय साथीहरुले हामी त छुट्यौं, मेरो त पासपोर्ट सिद्धिएको छ, मेरो त लगतै अब नजिकै मेरो पासपोर्ट सिद्धिने मिति आइसकेको छ, हामी त थाहै पाएनौं, हामीलाई खबरै भएन भनेर चाहिँ धेरै गुनासाहरु आएका थिए। हामीले त्यही भएर तपाईहरुलाई हाम्रो फेसबुक पेजमा अनि ठूला महलहरुमा, सुपरमार्केटहरुमा तपाईको सूचना टाँस्ने, तपाईको प्रचार प्रसार गर्ने, भन्ने सबै सामु सूचना पुर्याउने गर्नुस्, शेयर गर्नुस्, भन्नुस्, खबर गर्नुस् भनेर हामीले जति सक्दो हामीले हद समय प्रयास गरेर चाहिँ तपाईहरुलाई सकभर नछुट्नु होला। नजिकमा पाइपर्ने ठाउँमा आएर सजिलै सेवा लिनु होला। यो सेवाबाट वञ्चित कोही पनि हुन नपरोस् भनेर चाहिँ हामीले
हामीले लागे पुगेसम्म हामीले भ्याइ नभ्याइ गरेर चाहिँ सूचना प्रवाह गर्ने गरेका छौँ। तपाईहरुले यो भिडियो जसले जहाँ जहाँबाट हेर्नु भएको छ, साकाका आसपास, तपरजल आसपास, तपाईको रफा आसपास, तुरेब आसपास, हाइलतिर नजिकै पासपोर्ट सिद्धिनेहरू साथीहरू जो हुनुहुन्छ, तपाईहरु चाहिँ 6 फेब्रुअरीको आएर चाहिँ यहाँ आफ्नो पासपोर्ट नवीकरण गरेर सेवा लिन सक्नुहुन्छ। अरू कुनै गुनासाहरू केही समस्याहरू भए पनि राख्नुहुन्छ। मजरामा व्यक्तिगत कपिलकोमा काम गर्नेहरूले चाहिँ तपाईको त्यो पेपर रिइन्ट्री पेपर बनाउन सक्नुहुन्छ। त्यस्तै गरी त्यो ट्राभल डकुमेन्टहरू बनाउन सक्नुहुन्छ। अनि अरू केही कुराहरू जानकारी चाहिएमा त्यो पनि प्राप्त गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ सबैले सबै सामु चाहिँ यस सूचनालाई चाहिँ जति सक्दो सेयर गरेर पुर्याउनु होला। अनि 6 तारिकको फेब्रुअरीको पासपोर्ट बनाउन आउने बेला चाहिँ तपाईहरुले ओरिजिनल पासपोर्ट, त्यसपछि उसको 3 नम्बर पेजको पासपोर्टको फोटोकपी, 31 नम्बर पेजको फोटोकपी, नेपाली नागरिकताको अगाडि पछाडिको भागको फोटोकपी, अनि अनलाइन फारम भरेको अनलाइन फारमको पेपर, यी सबै कुराहरू लिएर तपाईँ साथमा आउनुहुनेछ। शुक्रबारको दिन हुन्छ, छुट्टीको दिन हुन्छ, सबै मार्केटहरू बन्द हुन्छ। तपाईले चाहिँ त्यो फोटोकपी नगरेर प्रिन्ट आउट ननिकालेर आउनु भयो भने तपाईलाई झमेला हुन्छ, तपाईलाई ढिला हुन्छ। अब तपाईको त्यो दिन चाहिँ सबै बन्द हुने भएको कारणले गर्दाखेरि फोटोकपी मसिन भयो, प्रिन्ट आउट गर्ने ठाउँहरू तपाईले चाहिँ भेटाउन गाह्रो हुन्छ। त्यही भएर तपाईलाई ढिला हुन्छ। सबै कुराहरू एकदमै अग्रिम तपाईले तयार गरेर सबै रेडी गरेर आउनु भयो भने तपाईलाई सजिलो हुन्छ। अनि फारम भर्ने बेला सबै कुराहरू विधिवत तरिकाले प्रक्रिया पुर्याएर जे कुराहरू माग्छ तिनी सबै डिटेलहरू भरेर तपाईको पासपोर्टहरुका फोटाहरू अपलोड गर्ने बेला, नागरिकताका फोटाहरू अपलोड गर्ने बेला सिधा गरेर तपाईको हातहरू नदेखियो, औँलाहरू देखिएर बाङ्गो टेढो भयो बुझिएन भने तपाईको फारमहरू रिजेक्ट हुन सक्छ, पासपोर्ट नबन्न सक्छ। फेरि तपाईको यहाँ बनेन, रिजेक्ट भयो भने तपाईलाई रियाद जान आउन धेरै ठुलो खर्चमा पर्नुहुन्छ, झमेला हुन्छ। तपाईको समयको धेरै समय लाग्छ, खर्च हुन्छ तपाईको। त्यसै कारणले यी सबै कुराहरू चाहिँ ध्यान दिएर राम्रोसँग गरेर प्रक्रिया पुर्याएर आउनु होला। जो साथीहरू सरहरूले चाहिँ नजानेका नेपाली दाजुभाइहरूको फारम भरिदिनुहुन्छ, उहाँहरूले पनि नातेर विधिवत ढङ्गले प्रक्रिया पुर्याएर तपाईको राम्रो तरिकाले सबै बुझिने गरेर सबै डिटेलहरू भरिदिएर फोटाहरू अपलोड गर्ने बेला राम्रोसँग सफा फोटाहरू अपलोड गरिदिएर अनि तपाईको त्यो स्क्रिन सर्ट गरेर लिएर आउने, कति पनि नबुझिने, न बारकोड स्क्यान गर्न मिल्ने, न चाहिँ तपाईको त्यो डिटेलहरू नै केही बुझ्न सकिने। त्यस्तो भएको थियो विगतका वर्षहरूमा, त्यस्तो चाहिँ कृपया नगरिदिनु होला। अनि जोले चाहिँ अरू साथीभाइहरूको अनलाइन फारम भरेर गरिदिनुहुन्छ उहाँहरूले चाहिँ PDF फाइल डाउनलोड गरिदिएर व्हाट्सएपमा पठाइदिनु होला। अनि तपाईहरुले चाहिँ त्यो प्रिन्ट आउट निकालेर लगेर जानु होला भनेर चाहिँ त्यसरी सिकाइदिनु होला। यसरी पनि तपाई हामी मिलेर सबै कुराहरू सिकाइदिएर अलि सहजता तरिकाले गरिदियौँ भने उहाँहरूलाई पनि सजिलोकरण हुन्छ। एम्बेसीका हाम्रा सरहरूलाई पनि त्यति झमेला झन्झटिलो नभएर चाहिँ फटाफट बारकोड स्क्यान गर्दै फटाफट कामहरू चाहिँ छिटो छरितो ढङ्गबाट हुन्छ। त्यही भएर चाहिँ त्यही भन्न चाहे। अरू बाँकी जानकारीको लागि तपाईको सूर्य नेपाली सरको नम्बर राखिएको छ, मिन प्रसाद धिताल सरको नम्बर राखिएको छ, सागिलाम पोखरेल सरको नम्बर राखिएको छ, रोशन चौधरीको सरको नम्बर राखिएको छ, महेन्द्र घिमिरे सरको नम्बर राखिएको छ, आरआर आसपासमा ज्ञानु राय सरको नम्बर राखिएको छ, तुरेब आसपासको लागि जोगेन्द्र यादव सरको नम्बर राखिएको छ। यहाँ सरहरूसँग कन्ट्याक्ट नम्बर, व्हाट्सएप नम्बर, मोबाइल नम्बर दुवै यसैमा चाहिँ उपलब्ध छ। यसमा चाहिँ तपाईको केही जानिएन, केही कुराहरू जानकारी चाहियो भने चाहिँ यहाँहरूसँग सम्पर्क गरेर अनलाइन फारमहरू भर्नको लागि अरू के कुनै पनि जानकारीको लागि यहाँहरू सरहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। यदि भन्दै अरू हामीले चाहिँ सूचनाहरू सबै हाम्रो फेसबुक पेजमा नेपाली समाज साउदी अरब त्यो पेजमा राखेका छौँ, राख्ने गर्छौँ। हरेक भिडियोहरू सूचनाहरू तपाईको अनि एम्बेसीको
नेपाली एम्बेसीको पेज फेसबुक पेजमा पनि सूचनाहरू सबै राख्नु भएको छ सरहरूले। अनि सबै कुराहरू यो सरहरूका नम्बर पनि त्यसमा उपलब्ध छन्। यति भन्दै म बिदा हुन्छु। हस् त, धन्यवाद, गुड नाइट। अब 6 तारिकको भेटौँला। सबै कुराहरू प्रक्रिया पुर्याएर मैले जसरी भनेको छु यति कुराहरूलाई चाहिँ एकदम ध्यान दिएर राम्रोसँग गर्नु होला। हस्, नमस्कार।